फाइनली आइपुग्यो है नेक्स्ट डेस्टिनेसन कहाँ हो कान्छ? हेलो, यो चाहिँ अब हाम्रो बालासन डाँडा गाउँ होइन, टुप्पा गाउँ भनौँ, टुप्पामा आज चाहिँ हाम्रो अब सबै फ्यामिली अब गेट टुगेदर। समर भेकेसन पनि आज लास्टै हो, भोलिदेखि चाहिँ सबै आफ्नो आफ्नो घर जान्छ र आज हाम्रो नानीको बर्थडे पनि हो र सँगै हामी सेलिब्रेट चाहिँ अब यहाँ गर्ने भान्जीको भान्जी बर्थडे गरेर यहाँ छ लु जाउँ दुईजना सम्धी पार्टीहरू। आपा हजुर लु जाउँ दुईजना ल तल बात मारौँ अब यहाँ हाम्रो नानी सुत्यो। लु जाउँ दुईजना सम्धीहरू हिँड्नु, बिस्तारै हिँड्नु ल, बाटो त ठिकै छ है, राम्रै छ नि। ल यहाँनिर चाहिँ बाटो ठिकै छ। दुईजना हामी चाहिँ गएको ल, आउनु हजुर। यहाँ चाहिँ होमस्टेको ओनरले चाहिँ अब हामीहरूलाई चाहिँ है वेलकम गर्नु आँटेको छ हो। अन्त यहाँ चाहिँ उहाँहरू चाहिँ ओनरहरू हो, सो उहाँहरूले चाहिँ वेलकम गर्नु आँटेको रहेछ। यहाँ चाहिँ हाम्रो डल्कर सुत्यो। यहाँ चाहिँ होमस्टे चलेको होमस्टे ओनर आशीर्वाद दिइराख्नु यहाँदेखि तपाईँ जानु त पुरा संसारमा नाम फैलोस् है, राम्रो होस्, तरफ होस्। हाम्रो बालासन कौरी होमस्टेको नाम पुरा संसारमा फैलोस्। पुनम दि नेक्स्ट के छ चेयर भाइ? म गर्छु नि, तिमी चाहिँ हिँड नि त। करी होमस्टेको ओनरहरू होमस्टेको ओपनिङ पनि हो होइन, हाम्रो भाउजूलाई पनि नानी भाइ भाइ झुके खमियो तिमानी एकदम ल छिटो मेरो छोरा पूजाको भ्लगमा ऊ यहाँ गरिदिँदैछ। मेरो छोरा जस्तो रहेछ नि भाइ। यता 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 छेकेर दादाले चाहिँ उहाँलाई लगाइदिनु भन्नु न, दादाले लगाइदिनु। ए यहाँ तपाईँहरूलाई कस्तो फिल हुँदैछ? एकदमै दामी दामी लाग्यो। हाम्रै गाउँको हाम्रै भाइ बुहारीको होमस्टेमा चाहिँ आज म पनि फर्स्ट टाइम यहाँ आएको, खुसी लाग्यो। गाउँमा चाहिँ यस्तो प्रगति उन्नति भएको देखेर चाहिँ मलाई एकदमै प्राउड फिल भइरहेछ। अब यो चाहिँ हामीले एन्करेज गर्नु पर्यो नि त, मान्छेहरू आएर होइन, फेमस भएको जग्गामा त सबै आइहाल्छ, अब नयाँ जग्गामा चाहिँ आउनु पर्यो नि त। ल यता देखाइदिन्छ कहाँ बस्ने माथिल्लो तल अरे। यहाँ चाहिँ हाम्रो होमस्टेमा आज चाहिँ के पाएको छ भने चाहिँ भरे देखाउँछु। यो चाहिँ एकदम अर्ग्यानिक चिकन है, यो अर्ग्यानिक चिकन।
यहाँ अर्ग्यानिक चुल्हामा अर्ग्यानिक खाना पाक्दैछ अझै जान्छु माथि हेर्नु कस्तो लागिरहेको छ तपाईँलाई मलाई त एकदमै कस्तो भन्नु अचम्म टाइपको लागिरहेको कति वर्ष बाद तपाईँ अब म चाहिँ झन्डै लगभग 2016 मा चाहिँ आएको थियो यता त्यति बेला यो होमस्टे पनि थिएन अहिले चाहिँ यहाँ पुरा चेन्जेस देखेर मलाई अचम्म लागिरहेको कस्तो यादहरू नै आयो पुरानो पुरानो यादहरू हामी स्कुलको स्टुडेन्ट लाइफहरूको दिनहरू पुरा याद आएर मजा आउँछ है बेला बेला चाहिँ अब भ्याकेसन चाहिँ लिनुपर्ने रहेछ यसरी आफ्नो डेली बिजी लाइफदेखि हाम्रो गाउँमा चाहिँ यस्तो तरक्की भएको होमस्टेहरू भएको देखेर चाहिँ एकदमै खुसी लागिरहेको राम्रो एकदम प्राउड फिल भइरहेको छ मलाई चाहिँ सरलाई के भन्नु छ दावा सर नमस्ते सबैजनालाई है यो चाहिँ अहिले चाहिँ हामी यहाँ परि होमस्टे है यो चाहिँ सुकिया पोखरीबाट चाहिँ अलमोस्ट 2.5 किलोमिटर टुवर्ड्स बालासन है तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ एकदमै रमाइलो छ यहाँनिर चाहिँ तपाईँहरूले अर्ग्यानिक फ्लेभरहरू पाउनुहुन्छ है यहाँ चाहिँ अब हाम्रो मेरो त जन्मेको गाउँ हो यो हाम्रै अब गाउँकै दाजु हो यहाँले उहाँले धेरै तरक्की गरेर है अब आफ्नै गाउँमा सबै छ भन्ने चाहिँ एउटा उदाहरण दिनुभएको छ यहाँ उहाँले चाहिँ र अहिले चाहिँ एकदम अब अहिले अर्ग्यानिक अब एकदम गाउँको हामीलाई फ्लेभर चाहिँ आइरहेको छ है एकदम तपाईँहरू आउनुहोस् है अब यहाँनिर एकदम आफ्नो सबै यहाँ अब मनको उयोहरू जति पनि अब पीडाहरू छ सबै यहाँनिर एकदम रिफ्रेस हुँदो रहेछ यहाँ आएर चाहिँ रिफ्रेस भइरहेको छ एकदम रमाइलो लागिरहेको छ यहाँबाट चाहिँ अब पुबुङ कमानहरूको सबैको दृश्यहरू यहाँबाट हामी हेर्न सक्छौँ है एकदम अझै हामीलाई त अझै रमाइलो अब चाहिँ चिया खाने हो है अहिले चाहिँ हामी यहाँ चिया खाँदैछु तपाईँहरूलाई कस्तो भइरहेको छ गाइस दिदीहरू पुनम दिदी कस्तो बोलो अच्छा चाहिँ के भयो कसैले चाहिँ भाउजूले दिएको ल मिठाईहरू चाहिँ गाडी खाइदिनुपर्छ घरको यस्तो चाहिँ कसैलेहरू चाहिँ हाम्रो एउटा घरको ल्याउनु हुँदैन सबले खाइदिन्छ खान्छ यो लाउनुपर्छ ल यो ठुलो छ त पर्पल कलरको यो म्याचिङ ल्याउनुपर्छ क्यामेराम्यान फोकस गरौ आज चाहिँ मेरो भान्जीको बर्थडेमा सेलिब्रेट गर्नु चाहिँ मेरो गाउँको Happy birthday to you. Happy birthday, dear Gelmeet. Happy birthday to you. 2, 3. उयो उभिजा बहिनी जान दुकिलो उयो जान उभिन. Happy birthday to you. Happy birthday, dear Gelmeet. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Gelmeet. Happy birthday to you. 1, 2, 3, 4, 5.
एकछिन जी बस न एकछिन जी बस न प्लेट दिनुहोस् न दादा सानो बढी प्लेट एकछिन 1 बाई यो भ्लग बनाइहाल्नु हेर्नु न नानी त उता हट्दिनु न देखिन लगाइदिइहाल्नु लगा न टुकेल ह्याप्पी बर्थडे भने पनि उल्टा भयो ठुलो राख्छु मेरो पनि साला नाच्नु 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 आपा नाच्नु अझ्यो नाच्नु यता फर्केर नाच्नु 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 ल बसेको मुसुमुसु रुकुमैको ता बाबालाई पुरा मन पर्दो रहेछ नाच्नु जान्छ हेर्नै उठे हो उठे पूजा यता फर्क न आपा र तिमी यता फर्काउ न बाबा र तिमी पूजा बाबालाई यता फर्काउ न तिमी र यता फर्केर नाच न नाच 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 कान्छा कान्छा कन्टिन्यू कन्टिन्यू कान्छा र कान्छी कन्टिन्यू यो चाहिँ मेरो कान्छा र कान्छी देवर के भन्छ देउरानी कस्तो छ सो यम्मी ल बाबा वो आपा नै आएछ डान्स गर्नु खानु न उयो टिप्नु न के कुरा टिप्नु त पकाएको हौ पोलेको निकाल एउटा निकाल खाऊ खाऊ आपा सानो बडे सानो यो सानो खानु न खान्न ल उहाँको चाहिँ 40 वर्ष पुगेको सलाम अरे मजा आउँदैछ आपा इन्जोय गर्नु ल रमाइलो हाई तुलसी आकान्क्षा चाहिँ एभरग्रिन हो हाम्रो घरको अब यो चाहिँ जहिले पनि गाउँछ नि त
उर्गेन यो टेबल उपर ठेल न अघिको क्या उर्गेन यो टेबल उता ठेल्देऊ न यहाँ नाच्नु सजिलो हुने रहेछ सम्झना बिर्सन अरे सर कुन चाहिँ अरे तिमी गाउने जेठा दादा नाच्ने हो भाइले टेबल सार्ने भाउजूले लिरिक्स खोजिदिने यस्तो मजा त कसको चाहिँ घरमा होला बाबा उर्किनु यो पछाडि गरेर नाच्छ न सबैजना आउँछ नि त क्यामेरा गर्दा भिडियो गरेको ए अँधेरो भए पूजा यहाँ त्यो डोलकालाई म पक्रिन्छु नाच्छ बिर्सन भयो यो चाहिँ भाइरल गर्नु पर्यो फेरि भन्नु अरे उहाँ भाइरल गरिदिन्छ अरे तिमीलाई बुढीले तिम्रो अघिको भन अरे पूजाले भनेको वाउ दादा दामी क्या दामी गएको है दादाले दामी तिमीले यसो टाँस्छ न चारजना दाजु ती टाँस्छ न डान्स जेठा छोराले गाउने माइला पनि डान्स गर्ने कान्छा नाच्ने बाउलाई यतिको माया चाहिँ हुनुपर्छ यतिको बाउन्डिङ चाहिँ हुनुपर्छ छोराहरू भएपछि यतिको चाहिँ गर्नुपर्छ बाउलाई खुसी राख्नुपर्छ लाइफमा एक टाइम हो है आमा बाउलाई अरू केही नदिएन यति खुसी दिएको नै धेरै कुरा हो है हामी बुहारीहरू चाहिँ प्राउडै छु है एक बारको जिन्दगी हो गाइस एक बारको जिन्दगी हो नराखौँ है अब चाहिँ लोसरदेखि चाहिँ फेरि है दादालाई क्या मेरो कान्छा देवर त रुनु आँट्यो क्या इमोसनल भएर ए दामी गायो नि त दादाले दामी भयो है गाना मासु खान्छ ल अब यो बात भन ल दादाले गाइसकेर भन ल इट्स ओके ल भन आफू इमोसनल भइरहेको छ कसो गर्नुपर्छ लाइट चाहिँ र यो अब हाम्रो 9 त बजिसक्यो अब हाम्रो मोटामोटी प्याकअपहरू आँटेको छ र अब यो हाम्रो सबै रङ्गारङ्गी एउटा प्रोग्राम भनौँ होइन प्रोग्राम सँगसँगै अब हाम्रो यो प्रोग्राम चाहिँ केही समय पश्चात हामी अब विराम गर्न चाहनेछौँ र सिधा हेर न त रुनु आँटेको छ क्या
र आज हाम्रो बाबालाई अब म एक दुईवटा केही लाइन भन्न चाहन्छु र हाम्रो बाबाको छोरा ठुलो हाम्रो दादा पङ्गी दादा जेठा छोरा माइला उमा नमस्ते कान्छा छोरा र हाम्रो बाबा हामी समक्ष हुनुहुन्छ र हाम्रो आमा चाहिँ हामी समक्ष हुनुहुन्न क्या आँखा पोले पुरा तर हामीलाई एउटा यो चाहिँ एउटा मनमा लाग्छ होइन किनभने अब हाम्रो बाबाले अब कतिवटा यही भूमिमा चाहिँ हाम्रो बाबाले आमासँग धेरै ठुलो ठुलो सपनाहरू देख्नु भएको थियो तर त्यो सपनाहरू चाहिँ पुरा हुन सकेन आमासँग हाम्रो बाबाको चाहिँ यहाँ क्या आज हाम्रो सायद आमा भएको भए चाहिँ हाम्रो यो एउटा फ्यामिली चाहिँ पूर्ण रूपले चाहिँ कम्प्लिट हुन्थ्यो होला जस्तो चाहिँ हामीलाई लाग्छ तर आज चाहिँ अब हाम्रो आमाले चाहिँ हाम्रो छोराहरूको एउटा फाइदा भनौँ न अब सिधै डाइरेक्टली भन्दाखेरि चाहिँ फाइदा चाहिँ उठाउनु पाएन क्या त्यो चाहिँ मलाई एकदमै मनमा लाग्छ अब सायद मेरो दाजुलाई पनि लाग्छ होला मेरो माइला दाजुलाई पनि लाग्छ होला अब त्यो चाहिँ के भन्दाखेरि चाहिँ अब सायद हामीलाई भगवान्ले नै नजुडाएको हो कि तर दुईजनाको माया हामीलाई बाबाले दिएर पनि आज हामीलाई कम्प्लिट फ्यामिली जुडाएर राखिदिनु भएको छ होइन अब यहाँ हामी कोही टुटेको छैन है आज चाहिँ पुरै छ अब बाबाको चाहिँ 3 जना छोरा 2 जना छोरी अब 2 जना छोरीमा 1 जना छोरी त अब हाम्रो बिचरा बितिसक्नुभयो होइन हाम्रो पुनम छ यहाँ हामीसँग पुनम छ छोरी हो पुनमकै नानीको बर्थडेमा चाहिँ हामीले पनि दाजुभाइले पनि अब हाम्रो दाजुभाइको बर्थडेमा चाहिँ हामीले गरेको थिएन है त्यस्तो चाहिँ अब दिदीलाई चाहिँ एउटा टपिक बनाएर चाहिँ हामीले गरेको माइती हो नि त चेली चेली अब चेलीलाई चाहिँ दिनु पर्यो नि त अब होइन अब किनभने अब चेली नि त अब लेडिज इज फर्स्ट भन्छ नि त लेडिज इज फर्स्ट भन्छ अब हामी दाजुभाइमा हाम्रोभन्दा पहिला मान्यता चाहिँ दिदीलाई जान्छ या बहिनीलाई जान्छ अब होइन त्यसले गर्दाखेरि चाहिँ अब हामीले आज यो प्रोग्राम अर्गनाइज गरेको थियौँ हाम्रो सक्सेस पनि भयो सबै सक्सेस भयो हामी अल फ्यामिली ह्याप्पी छौँ ह्याप्पी छ छैन ह्याप्पी धेरै धेरै बाबा ह्याप्पी ह्याप्पी हजुर ह्याप्पी ह्याप्पी होइन ह्याप्पी छौँ हामी एकदमै ह्याप्पी छौँ तर यो ह्याप्पी चाहिँ अब हामी ह्याप्पी छौँ तर यो ह्याप्पीमा पनि हामीलाई चाहिँ एउटा बिट चाहिँ कम्ती छ क्या सानो बिट चाहिँ कम्ती छ त्यो बिट अब तपाईँहरू सबैलाई अघि मैले भनेको अनुसार तपाईँहरू बुझ्नुभयो नि त होइन केमा चाहिँ कमी छ भन्ने कुरा चाहिँ होइन अब त्यो ह्याप्पी चाहिँ अब सायदै अब भगवान्ले नै हामीसँग चाहिँ यो जुनीमा चाहिँ छिनिदिएको होला नि त तर अर्को जुनीमा चाहिँ भगवान्ले हामीलाई यो फ्यामिली चाहिँ बाबाकै र हामीलाई चाहिँ हाम्रै आमा चाहियो क्या हाम्रै आमासँग चाहिँ हामी यो युगमा चाहिँ हामीले दिनु सकेन हाम्रो आमालाई हामीले खुसी अर्को युगमा चाहिँ तपाईँ उता जानु न कुनै कुनै एकछिन उभिनु न एकछिन उभिदिनुहोस् न ल लगेर लगिदिनु लगेर उभिदिनु तपाईँ त्यो खुसी चाहिँ हामीले उठ्नु न तपाईँ जानु न दिनु पर्छ भन्ने चाहिँ दादा उभिनु न गाडी आशा राखेको छौँ र हाम्रो आमा र बाबालाई चाहिँ हामी 7 जन्मसम्म चाहिँ त्यही आमा त्यही बाबाको रूपमा चाहिँ हामी पूजा डोल्कन एकछिन पक्रिदेऊ न हामी ईश्वरप्रति हामी सबैले हाम्रो फ्यामिली हाम्रो रूपमा फ्यामिलीले पूजा प्रार्थना गरेको फल चाहिँ हामीलाई यही बाबा र त्यही आमा चाहिँ हामीलाई 7 जन्मसम्म दियोस् या जाओस् भगवान्ले दियोस् हामीलाई भनेर चाहिँ हामी हाम्रो भगवान्लाई हामी एकदमै भित्री मनबाट हामी प्रार्थना गर्दछौँ दामी दामी आज एउटा सानो कुरा यहाँनिर छुट्यो है र अहिले हामी यहाँ बर्थडे सेलिब्रेट गऱ्यौँ र यसमा चाहिँ म एकदमै है दुईबाट हाम्रो जाऊ न त्यो अब दाजु है नरेन्द्र दाजुलाई चाहिँ म धन्यवाद दिन चाहन्छु र उहाँहरूले हाम्रो जुन चाहिँ खुसी अब एउटा भनौँ जुन चाहिँ हामी यहाँ क्लोज बस न क्या हामी आउँदैन सबैजना मजाले भव्य रूपमा उहाँले अब आयोजन गरिदिनु भएको छ हामीले सोचेको थिएनौँ र यो हुन त अस्ति हामीले भ्लगमा पनि देखेको हौँ है यहाँ मैले मेरो नानीहरू एकदमै उहाँहरू एक्साइटेड थियो मेरो मिसेस
किनभने उहाँ बिहा गरेको बेसी यहाँ बस्नु भएन हामी एकदम मेरो त्यो जबले गर्दाखेरि म तर सिलगढीमै बसेको थिएँ है तर मेरो नानीहरूले जब यो भ्लगमा देख्यो है हाम्रो गाउँमा पनि यस्तो उन्नति भएछ है उहाँले चाहिँ यस्तो मतलब गाउँमै बसेर पनि केही गर्नु सक्छ भन्ने एउटा उदाहरण रहेको छ युवा पुरै हाम्रो युवा जति पनि छ है जसले चाहिँ सोच्छ कि हाम्रो गाउँमा केही छैन भन्ने र यो बेला चाहिँ अब उहाँले चाहिँ एकदम च्यालेन्ज गर्दै है यसलाई चाहिँ एकदम उहाँले एगेन्स्ट गर्दै कि हामीले पनि हामी गाउँमै बसेर पनि हामीले गाउँकै एउटा के भन्नु अब यहाँको जुन रिसोर्सको हामीले युज गरेर हामीले यहाँ के गर्नु सक्छ भन्ने उदाहरण दिँदै है उहाँले एकदमै हामीलाई भव्य रूपमा यहाँनिर यो जुन चाहिँ बर्थडेको यो कार्यक्रम आयोजन गरिदिनु भएको छ र उहाँलाई है उहाँको सर्व परिवारलाई पनि म आन्तरिक है हामी समस्त डुक्पा फ्यामिलीको तर्फबाट आन्तरिक हृदयबाट म उहाँलाई धन्यवाद म ज्ञापन गर्न चाहन्छु र साथै म यहाँ जति पनि है हाम्रो हेरिरहनु लाइभमा हेरिरहनु भएको छ हाम्रो एउटा डुक्पा फ्यामिलीको सानो डुक्पा फ्यामिली ब्लग भन्ने पनि छ त्यसमा पनि तपाईँहरूले लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् है र हेरिदिनुहोस् यहाँनिर हामीले अब बिचमा है राम्रो राम्रो मेसेजहरू पनि दिने गर्छौँ र त्यसलाई तपाईँले मन पराइदिनुहोस् भन्दै मेरो यो छोटो उयोलाई दादाकोमा दिनु न अब दादालाई दिनुहोस् न र यो हाम्रो डुक्पा फ्यामिली ब्लग भन्छ नि डुक्पा फ्यामिली ब्लग मेरो दाजुले भनिहाल्यो तर यो डुक्पा फ्यामिली ब्लगमा चाहिँ हामीले ब्लग भन्यो तर ब्लग चाहिँ अहिले धेरै ब्लग भइसकेको छ अब ब्लग 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 भन्छ होइन तर हामीले चाहिँ एउटा हाम्रो आवर फ्यामिली होइन एउटा रिमेम्बर अब यस्तो यसमा केही न केही मेसेजहरू चाहिँ तपाईँहरूलाई जान्छ कि यो डुक्पा फ्यामिली ब्लग हेर्नुभयो भने चाहिँ एउटा न एउटा काहीँ न काहीँबाट तपाईँहरूले मेसेज चाहिँ भेटाउनुहुन्छ हाम्रो यो एउटा फ्यामिली अब कसरी अब युनाइटेड जोडेर बस्नुपर्छ होइन फ्यामिली भन्दा फ्यामिली फ्यामिली भन्दा साथ फ्यामिली भन्दा चाहिँ अब यो हातमा बसेको औली जस्तो हो फ्यामिली छुटेर पनि छुटिन नसक्ने यो चाहिँ फ्यामिली है त्यो चाहिँ हामीले अब डुक्पा फ्यामिलीमा चाहिँ हामीले एउटा राखेको छौँ राख्नु चाहेको छौँ यो डुक्पा फ्यामिली ब्लग हेर्नुहोस् यसमा चाहिँ तपाईँहरूले जोडिनु भयो हेर्नुभयो भने हामीले सब्सक्राइब गर्नु दुनियाँभर गर्नु भनेको होइन तर हाम्रोबाट एउटा यो सानो मेसेज छ फ्यामिली चाहिँ कसरी जोडिएर बस्नु एक भएर बस्नु यो एउटा मुठी जस्तो भएर बस्नुपर्छ यसरी फैलिएर बस्नु हुँदैन यो फैलिएर बस्यो भने अलग अलग हुन्छ क्या यस्तो भएर बस्नुपर्छ यो यस्तो भएर बस्यो भने चाहिँ यो एक मुठी हुन्छ क्या यो चाहिँ पावर हुन्छ म्यान पावर हुन्छ क्या यसलाई चाहिँ त्यसरी बस्नुपर्छ हामीले यो मेसेज चाहिँ हामीले डुक्पा फ्यामिली ब्लगमा चाहिँ राखेको छौँ है सबैजनाले प्लिज हेरिदिनुहोस् सब्सक्राइब गर्नु छ नगर्नु छ तपाईँहरूको इच्छा हो तर एकपल्ट प्लिज हेरि चाहिँ दिनुहोस् है ल धन्यवाद हाम्रो दादा के भन्नु चाहिँ एउटा थ्याङ्क यू भेरी मच त्यहीँ भन्दैन थ्याङ्क यू भेरी मच म पनि बाबा जस्तै हो भन्दैन बेसी बोल्दिनँ गोविन्द बाबा जस्तै हो बेसी बोल्दिनँ सेम छ है दुईजना है बाबाको र खुट्टा दादाको पनि सानो हाम्रो देश दादाको त खुट्टा देखाएर तर तिमीले एउटा कुरा चाहिँ रड्डी गर्यो नि भाइ ओ राख रिपिट भन तिमीले एउटा कुरा भन्यो न बुढीहरू पनि त्यही पाउनुपर्छ अर्को जुनीसम्म भन्नु पर्यो नि त हामीलाई त अन्त यो त भएन नि त अन्त यो विषयमा म भनिदिन्छु त ए छोड यहाँ दादाले भन्छ अरे छोड्दै दादालाई त्यो यहाँ छोड्दै हजुर ट्र्याक ए हुन्छ फिनिस गर्छ तपाईँ यहाँ दिदी ठुलो हुन्छ तपाईँहरू जानु दिदी इज्जत दिनु पर्यो नि त ठुलो होला है यो चाहिँ भिडियो कन्टिन्यू ए गर्दैछ त भाइ थ्याङ्क यू फर एभ्रिथिङ नरेन्दा एन्ड परि होमस्टे होइन तँ मैले भनेको छु त्यो के अरे नरेन्दा तपाईँले उता तपाईँहरूले गरेको कार्य चाहिँ हामी एकदम आभारी छौँ अर्गनाइज गर्नुभयो जो चाहिँ हाम्रो पनि एउटा लक्ष्य लिएर नानीको एउटा
तपाईँहरूले मजाले आशीर्वाद दिएर जानुहोस् हामीलाई यही नै काफी छ तपाईँहरूको बासक्रियामा हाम्रो कार्यक्रम फरक पनि भयो खुसी लाग्यो र आउने दिनहरूमा आगन्तुकमा दुलहरूमा तपाईँहरू फुलोस् फलोस् अझै यो पनि बढेर जाओस् आशीर्वाद दिउन् है हामी आउँदा फेरि योभन्दा बृहत रूपमा दिन पाउँ भन्ने आशीर्वाद दिँदै तपाईँहरूलाई है यो कार्य सम्पन्न गरेर जाओस् है बिदा पनि दिन चाहन्छु हेर्नुहोस् है तिनजना दाजुभाइको तिनजना दाजुभाइबाट के छ होइन अब नो लिफाफा है दिदी ल थ्याङ्क यू एकदमै धेरै धेरै धन्यवाद तपाईँहरूलाई इच एन्ड एभ्रिथिङ होइन एकदम दामी सपोर्टहरूले एकदम दामी हामीलाई सर्भिस दिनुभयो के कसो भन्नु होइन यो चाहिँ तपाईँहरूको ब्लगमा अब यो युट्युबमा लक्ष्मीलाई दिए हामीलाई तपाईँले लाइक मजाले फलो गरिदिनुहोस् है सेयर यो चाहिँ के छ मेरो भनाइ भने चाहिँ अब तपाईँहरू है यसरी अघिबाट जानुहोस् अब राम्रो यो एकदमै राम्रो यो के भन्छ उपलब्धि हाम्रो गाउँको लागि पनि गर्वको कुरा हामीले गर्व गर्नुपर्छ किनभने बालासन टुप्पा गाउँमा चाहिँ अब यस्तो होमस्टे भनेर चाहिँ सायद सपनामा मान्छे सोचेन है अब पहिला हाम्रो के थियो यहाँ गाडी आउँदैन मान्छेको एउटा उयो थियो त अब गाउँमा को जान्छ जस्तो गाउँमा भनेको बालासन टुप्पा गाउँलाई चाहिँ तपाईँले खालि यो एउटा बिजनेस होइन है यो चाहिँ बालासन टुप्पा गाउँलाई चाहिँ तपाईँले एउटा चिनाउने काम गर्नुहुन्छ हाम्रो गाउँमा पनि टुरिस्ट आउनु सक्छ है हाम्रो गाउँमा पनि मान्छेहरूले कमी छैन हामी पनि पकाएर यसरी बाहिरको मान्छेलाई यहाँ बोलाएर गेस्टलाई हामी अतिथि देवा भव भन्छ नि है जुन चाहिँ हाम्रो अतिथिले गर्नु सक्छ हाम्रोमा पनि त्यो क्वालिटी छ भनेर तपाईँले प्रुभ गर्नु भएको छ है यो कुरा चाहिँ हामीले सबैले देख्यौँ हामी टाढो सिलगढीहरू आएको हुनु त हामी यही गाउँको मान्छे हो टाढोको मान्छे तर अहिले अब उयो गरेर चाहिँ हामी टाढो आएको छौँ आएर चाहिँ अब हामीले आज यहाँ देख्यौँ तपाईँहरूले जुन प्रकारले हामीलाई अब अतिथि एउटा सत्कार गर्नुभयो है त्यसको चाहिँ अब एकदम हामी गुणी छौँ यो कुरा हामीले अरूलाई पनि कुरा भन्नेछौँ है हामी एकदम प्रशंसक हाम्रो दाजुहरूले अघि हामीले ब्लगमा पनि भनिसकेको छौँ फेसबुक लाइभमा पनि हामीले भनिसक्छौँ युट्युब लाइभमा पनि भनिसकेको छौँ फेरि पनि रिपिट गर्दै भन्दैछु यो चाहिँ एकदमै राम्रो एचिभमेन्ट हो बालासन डाँडा गाउँ बालासन टुप्पा गाउँलाई तपाईँले चिनाउने काम गर्नुभएको छ है यो चाहिँ अझै योभन्दा अझै हामी अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अझै तपाईँको उन्नति भएको देख्नु पाओस् है यो मजाले कलर पेन्टिङहरू भएको यो तपाईँले भर्खर गर्नुभएको छ यो पनि हामीले अघि सुन्यौँ अझै बढेर जाओस् है अब यो चाहिँ हाम्रो बाबाको हामी सबै परिवारको तर्फबाट चाहिँ हाम्रो टुप्पा गाउँको नाम चाहिँ एकदम अगाडिबाट लानुहोस् है अब यो गाउँको चाहिँ हाम्रो चाहिँ तपाईँको होमस्टेले गर्दा चिनोस् र अझै अरू पनि जति पनि एन्टरप्रेनरहरू छ है जति पनि यसो गर्नेलाई तपाईँले गाइड गरिदिनुहोस् जसमा चाहिँ हाम्रो भाइ बहिनीहरू उनीहरूलाई पनि तपाईँहरूले अब एकदम के अरे मोटिभेट गरेर जानुपर्छ है किनभने एउटा अब हाम्रो के छ भन्दाखेरि यहाँ गाउँमा केही हुँदैन हामी गरी खान सक्दैनौँ भन्ने एउटा हाम्रो सोच छ अब एउटा धारणा छ किनभने हामी पनि यही गाउँबाट हुर्केको है र त्यो उनीहरूलाई पनि अब तपाईँहरूले सिकाउने काम गर्नुपर्छ कि हामीले यदि कामै पाएन भने पनि हामी होमस्टे गरेर पनि हामी गर्नु सक्छ भन्ने चाहिँ एउटा तपाईँले अब उदाहरण दिनुपर्छ है र यति भन्दा एकदम राम्ररीसँगले एकदम हाम्रो भान्जी नै भनौँ होइन हाम्रो भान्जीको एकदम राम्ररी बर्थडे सेलिब्रेसन गरिदिनु भयो है हाम्रो गट्टु भाइको तर्फबाट हाम्रो यहाँ जोगाजोग भएर यहाँ यति राम्ररी हाम्रो किनभने हामीले एउटा गाउँमा एउटा पहिचान दिनु नै हाम्रो एउटा मानवताको हैसियतले गर्दाखेरि हाम्रो गट्टु भाइले एउटा राम्ररीसँगले एउटा हामीले आफ्टर फ्युचरमा हामीले केही गर्न नसक्यौँ भने हामीले आँखा देखाउने हाम्रो बाटो चाहिँ किन चाहिँ हामीले गाउँमा चाहिँ अब त्यस्तो वेस्ट चाहिँ हाम्रो टाइम छैन एउटा गाउँ छ सानो यसले पनि के आयो सोच दिनु सक्छ हाम्रो चाहिँ मेन मोटिभ त्यही हो होइन
त्यही हामीलाई एकदम सुर्ता लागिरहेको थियो तपाईँहरूलाई के कसो लाग्छ भनेर हाम्रो परि होमस्टेमा आएर है खानपान मेरो एक्सपिरियन्स बालासनमा चाहिँ के थिएर चाहिँ भनेर भन्थ्यो होइन अब ड्राइभरहरूले भन्दा मैले कन्डिसन गर्दाखेरि चाहिँ यो बालासनमा चाहिँ के हेर्न आउँछ र भन्दाखेरि के थियो भन्दाखेरि चाहिँ अहिले चाहिँ हामीले चाहिँ अब बालासनलाई एकदम हाइलाइट बनाउनु हामीले खोजेको हौँ अब हाम्रो भाइहरूको तर्फबाट नै हामीले हाम्रो हाइलाइट बनाउनु चाहिँ अब सोर्स अफ बालासन हामीले लेखेको छ होइन त्यसको कारणले गर्दाखेरि चाहिँ हामीले बालासनलाई पहिचान गर्नुको लागि चाहिँ एउटा यस्तो खालके युवाहरू चाहिँ हामीलाई चाहिन्छ किन भन्दाखेरि चाहिँ हामीले अगाडि बढाउनुको लागि चाहिँ हाम्रो बालासनलाई पहिला केही पनि चिनारी थिएन अहिले हामीले चिनाउनुको लागि चाहिँ हामीले टिपिटअप गर्नुपर्छ हाम्रो यस्तो युवाहरूले गर्दाखेरि चाहिँ हामीले सोर्स अफ बालासन अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने जसले चाहिँ हाम्रो बालासनमा केही गर्नु सक्दैन के हुँदैन भन्छ म त्यो एउटा कुरा पनि म आज क्लियर गर्न चाहन्छु कि हामी पनि परदेशमा गयौँ है अब विभिन्न होटेलहरू देखियो तर यो जुन चाहिँ हाम्रो आफ्नो गाउँको एउटा यो प्रकृतिमा एउटा बसेर पहाडमा बसेर जुन प्रकारको यो यसरी के भन्छ नि अब एउटा कञ्चनजङ्घाको हामी गोदमा बसेर हामी जुन प्रकारले इन्जोय गर्न सक्छौँ यो चाहिँ सायद संसारको कुनै पनि उसमा जग्गामा चाहिँ यति साह्रो हामीले सुख चाहिँ पाउँदैनौँ र यो चाहिँ हाम्रो लागि चाहिँ एउटा बेस्ट के भन्नु यो एउटा ठुलो उपलब्धि हो प्रिचेस फर हाम्रो के अरे लागि सबैले ताली मार्दिउँ